यो चाहिँ भर्खर पुरेको चिया। यो चाहिँ कुन रहेछ? यो चाहिँ ठुलो सिमलको रुख हुन्छ नि, ठुलो त्यसको फुलको मैले ब्लेन्ड गरेर राखेको थियो। अनि यो नि जडीबुटी पात जस्तो छ यस्तो। यो चाहिँ मैले खाने चियाहरू हो के। यो चाहिँ पुदिनाको के अरे उसले चाहिँ पुदिना भन्छ क्या अरे, मधेसीहरूले चाहिँ, हामीले चाहिँ बाबरी भन्छ। अनि यो ब्ल्याक कफी कुन चाहिँ खाने यो चाहिँ मैले अलिकति खाइसक्यो। 1 2 3 4 5 माथिबाट नि देखाउनु कलर कस्तो राम्रो कलर छ यो चाहिँ भाकल पुरेको, यो चाहिँ सिमलको, यो चाहिँ जडीबुटी घाँस जस्तै हुन्छ, एउटा काटेर सुकाएको हुन्छ। यो चाहिँ पुदिना, यो चाहिँ कफी। म खाएर पनि देखाउँछु मिठो गरेर। 5वटा रहेछ मैले खाने चियाहरू। चिया हैन, कफी, यो जडीबुटीहरू, अझ तुलसीको पत्ता के त छँदै छैन नि। 5 थरीको चाहिँ रहेछ मेरो घरमा मैले खाने चियाहरू। कफी हो एउटा चाहिँ, म खाएर नि देखाउँछु। यो चाहिँ भाकल पुरेको। अघि नै राखेको, यो चाहिँ चिसो भइसकेछ। सबै खाएर देखाउँछ है। यो चाहिँ पुदिना, अघि बनाएर राखेको, चिसो भएछ। यो चाहिँ पुदिनाको। पाँच थरी चाहिँ रहेछ। तुलसीको पत्ताहरू पनि छैन। यो चाहिँ सिमलको है, सिमलको। अर्कै छ, कोही टर्रो छ, कोही पुदिनाको कस्तो हुन्छ त्यस्तो। पुदिना पनि अब नाख्नेलाई त गनाउँछ नि त ठुस्स। यो सिमलको पनि त्यस्तै ठुस्स टर्रो गनाउँछ। अघि नै बनाएर राखेको, चिसो भएछ क्या। यो चाहिँ अर्कै के हो, यो घाँस जस्तो छ, जडीबुटी। यो रातो चाहिँ सिद्धिन लाग्यो कि, त्यही भएर मैले बनाएको। भिडियो बनाउँछु भनेको। तपाईहरूले कस्तो चाहिँ खानुहुन्छ? विदाउट सुगर चाहिँ हालेको छैन मैले, चिनी चाहिँ सबैमा। प्राय चिनी नै हाल्दिनँ म, कहिले मन लाग्यो भने खान्छु। यो चाहिँ ब्ल्याक कफी अघि नै खाइसक्यो। गर्मीमा खाँदैन भन्छ, खान हुन्न भन्छ, म चाहिँ खान्छु। अनि राति सुत्दाखेरि कफी खायो भने निन्द्रा लाग्दैन,
भन्छन् तर म चाहिँ यत्रो मगमा खाएर सुत्छु। यो चाहिँ अब सानो सानो धेरै खाने भएको भएर थोरै सानोमा बनाएको। तपाईँहरूकोमा कतिवटा छ चिया खाने?